लाइभ देखिरहनु भएको छ जुन तरिकाले पिस्तोल त्यसैरहेको छ पिस्तोल त्यसैरहेको जस्तो देखिरहेको छ यहाँबाट सेतो स्कर्पियोमा रवि लामिछानेलाई लिएर गएको छ भने पुलिसले एकदम आतंककारी शैलीमा घरबाट उठाएको छ किन भाग्नु पर्यो नभाग्नु किन भाग्नु देख्नुभयो देखिरहनु भएको छ होइन हामी आफ्नो पार्टी सभापतिको पछि लागेर हिँड्छौँ हामी पार्टीको सभापति ओके पुलिसको दादागिरी देख्दै हुन्छ यहाँ पुलिसको दादागिरी देख्दै हुन्छ जुन बाटोबाट पुलिसको गाडी आछ त्यो बाटो हामी अगाडि बढ्ने हुन्छ पुलिसको दादागिरी देख्दै हुन्छ पुलिसको दादागिरी तपाईलाई के कुरामा अवरोध गरे हामीले हेलो तपाईलाई के कुरामा अवरोध गरेछ तपाईलाई केमा अवरोध गरे ओ भाइ यो गाडीलाई चाहिँ वान वे लाग्दैन यो गाडीलाई चाहिँ वान वे लाग्दैन यो गाडी चाहिँ वान वे लाग्दैन यो गाडी चाहिँ वान वे लाग्दैन यो गाडी के हो यो गोठ के गाडी हो यो गाडी हो देशब यो गाडी चाहिँ वान वे लाग्दैन देशब यो गाडी चाहिँ वान वे लाग्दैन ओ देशब काम कार्यमा अवरोध नगर्नु होला है हैन अवरोध गर्नु देशब यो गाडीलाई वान वे लाग्दैन केसु साहब त्यो गाडी किन छोडे त्यो गाडीलाई वान वे लाग्दैन देशब छोड्यो फाले 25 नम्बर गाडी किन छोडे त्यो गाडीलाई वान वे लाग्दैन हामीलाई जानकारी देऊ त्यो गाडी के हो त्यो गाडी पुलिस जाँदा देखिरहनु भएको छ पुलिस जाँदा देखिरहनु भएको छ यहाँ तपाईहरुले त्यो गाडी किन छोड्नु ए देशब हामीले प्रदर्शन गरेको होइन है कहाँ फुटाउँछ गाडी यार किन फुटाउँछ गाडी प्रेसर दिइरहेछ देश बेचेर खाइसकेकाहरूलाई अवस्था छ